यो चाहिँ मेरो शनिबारको अर्डर थियो। दिनभरि केक बनाएर अब चाहिँ काम सक्यो, रेस्ट गर्नुपर्ला भनेर सोचेको थिएँ। शनिबार थियो नि त, बजारको पनि छुट्टी थियो। छोरी पनि सँगै घरिघरि आइरहेकी छन् केक बनाउने बेलामा। अनि बेलुका नै चिनेको एकजना कस्टमरले चाहिँ कल गर्नुभयो, पब्जी थिममा केक चाहियो, त्यो पनि 3 और 4 तल्लामा भनेर। अनि यसो सामान हेरेँ सकिन लागिसकेको थियो, त्यो पनि म्यानेज गरेर गर्छु भनेर क्रिमहरू बनाएर अनि पब्जी थिममा केक रेडी पारेँ। अनि त्यसपछि कस्तो भोक पनि लागिरहेको थियो। त्यो दिन चाहिँ एकदम चना चटपटे पानीपुरी खान मन थियो कि। अनि खान्छु भन्ने सोचिरहेको थियो बनाएर, अनि अर्डर आएर बनाउने भ्याइन, खानै भ्याइन। अनि छिटो गरेर 5 बजे अथवा 4, साढे 4, 5 बजेतिर आएको अर्डर थियो। 2 घन्टामा रेडी पारिदिनु न भनेर भन्नुभएको थियो। अनि बनाएँ। अनि एकछिनमा छोरीले चटपटे पनि लिएर आइन्, उसको बाबाले ल्याइदिनु भएछ भनेर आमा छोरी बसेर सँगै चटपटे खाँदै केक बनाएँ। काम गर्न थालेपछि त एकैछिनमा सकिन्छ, टाइम चाहिँ लाग्दैन। त्यही पनि त्यो सुरु गर्न चाहिँ थाकेको भएर चाहिँ अलिकति गाह्रो भइरहेको थियो कि। त्यही पनि छिटो गरेर डेकोरेसनहरू पनि गरेर सबै काम सकाएँ। अनि पब्जी थिममा चाहिँ सानो चाहिँ मैले बनाएको थिएँ, तर यस्तो लेयर वाइज चाहिँ बनाएको थिइनँ। त्यसमा त्यो बारुदहरू अनि पछि डेकोरेसन पनि उहाँहरूले यस्तो गरिदिनु भनेर भन्नुभएको थियो कि, त्यस्तै अनुसार गर्नुपर्ने थियो। अनि केक पहिला चाहिँ केक चिलाएर रेडी पारेर अनि सामानहरू बनाउनतर्फ लागेँ। फन्डेन्ट पनि वर्क भएकोले एकछिन टाइम लाग्नु नै थियो। अनि मेरो हस्बेन्डले चाहिँ फेरि चिकन बनाएर लिएर आउनुभएछ। अनि चिकन खाँदै फेरि दुईजना हुँदै काम गऱ्यौँ। अनि दुईजना भएर गर्दा चाहिँ यति छिटो सजिलो सबै काम सकिने कि। अनि फन्डेन्ट वर्क गर्न थालेँ। अलिअलि गोली बारुदहरू बनाएँ। मैले त्यो गोली बारुद रहेछ है, मैले चाहिँ पब्जीको धेरै आइडिया नभएको नि त। अनि मैले चाहिँ यसलाई चाहिँ कछुवा सोचेर बनाइरहेको कि। अनि मेरो कछुवा कस्तो भयो भनेर हस्बेन्डलाई सोधेको त, कहाँ यो कछुवा हो, त्यो त बारुद हो भनेर भन्नुभयो कि। सेम कछुवा जस्तै लागेको कि, अलिकति टाउको निस्केको नि त। अनि अर्को मोबाइलमा डिजाइन हेर्दै अनि बनाएर अनि रेडी पारेँ केकको चाहिँ। अनि त्यो फोटो प्रिन्टहरू पनि टाँच्नु पर्ने थियो। फाइनल लुक यस्तो थियो केकको। कस्टमरले एकदमै मन पराउनु भयो। थ्याङ्क यू सो मच।